sajajobs.com मा म्यानपावरले लगइन कसरी गर्ने, पासवर्ड बिर्सिएमा परिवर्तन गर्नु परेमा कसरी गर्न सकिन्छ। सुरुवातमा sajajobs.com ओपन गर्नुहोस्। sajobs.com यो sajajobs.com ओपन गर्नुहोस्। ओपन गरिसकेपछि त्यसपछि गएर तपाईले लगइन गर्नुहोस् सुरुमा। अनि हामीले दिएको युजर नेम र पासवर्ड तपाईले इमेल आईडी र पासवर्ड हाल्नुपर्ने हुन्छ। हामीले तपाईलाई जुन दिएका छौं त्यो तपाईले यहाँनिर हाल्नुपर्ने हुन्छ। तपाईले युजर नेम हाल्नु पर्यो यहाँ, त्यसपछि यहाँनिर पासवर्ड हाल्नु पर्यो जुन हामीले दिएको पासवर्ड हुन्छ। त्यसपछि यसमा रिमेम्बर मी गर्नुभयो भने पनि हुन्छ। अनि लगइन, त्यसपछि लगइन गर्नु पर्यो। अब तपाईको ड्याशबोर्ड ओपन हुन्छ। तपाईले वैदेशिक रोजगारको सिस्टम चलाउनको लागि यो sajajobs.com को लगइन र पासवर्ड बिर्सिनु भयो भने लगइन रजिस्टर गर्नुस्। यहाँनिर फर्गेट पासवर्ड भन्ने छ, यहाँनिर गएर क्लिक गर्नुस्। त्यसपछि तपाईको इमेल हाल्नु होला, कुन इमेल युज गर्नुभएको थियो र जुन इमेल हजुरले हाल्नु भएको थियो त्यो इमेल चाहिँ यहाँनिर राख्नु पर्यो। जस्तो your@g.com यसरी गरिसकेपछि रिसेट पासवर्ड भन्ने आउँछ। यसलाई चाहिँ तपाईले उता पठाउनु पर्यो। ओके, वी सेन्ट पासवर्ड टु रिसेन्ट लिंक भन्यो। तपाईले जुन इमेल त्यहाँनिर हाल्नु भएको थियो त्यो इमेलमा चाहिँ एकचोटी गएर चेक गर्नु पर्यो। तपाईको इमेल यदि जीमेलबाट खोल्नु भएको थियो भने जीमेलमा गएर चेक गर्नु पर्यो। अब यहाँनिर यसरी तपाईको इमेलको पासवर्ड आउँछ र यहाँ रिसेट पासवर्ड भन्ने एउटा अप्सन पनि आउँछ। यसमा तपाईले क्लिक गर्नु पर्यो। क्लिक गरिसकेपछि तपाईको इमेल, पासवर्ड र कन्फर्म योर पासवर्ड भनेको अब तपाईले इमेल यसरी हाल्नु पर्यो। अनि पासवर्ड अब हजुरले राख्न चाहनु भएको पासवर्ड के हो त्यो हाल्नु पर्यो हैन। त्यसपछि रिसेट लिंकमा क्लिक गरेर तपाईले पासवर्ड चाहिँ रिसेट गर्न सक्नुहुन्छ। थ्यांक यू।